हल्ला पनि के सुनिन्छ कहिले के सुनिन्छ कहिले के सुनिन्छ। आज चाहिँ एउटा मेसेज के आयो भन्दाखेरि चाहिँ हुन त मेसेज आइरहेको थियो, खासै ध्यान दिन्थिनँ। यसो हेरेको ठुलो नितम्ब हुने, ठुलो नितम्ब भन्ने थाहा छ नै? थाहा छैन क्या तपाईँहरूलाई? हुन त थाहा पनि हुनसक्छ। नितम्ब भनेको यो पछाडिको भाग पुट्ठा भन्ने गरिन्छ नेपाली शुद्ध भाषामा। संस्कृतमा होला सायद नितम्ब भन्ने चाहिँ। त्यो नितम्ब ठुलो भयो भने चाहिँ के मजा आउँछ र भन्ने कुराहरू पनि आयो। पुरुषको नितम्ब ठुलो भयो भने चाहिँ नराम्रो मानिने, महिलाको नितम्ब ठुलो भयो भने चाहिँ राम्रो मानिने, एकदमै ओहो आहा भन्ने सुन्नुभयो होला त्यस्ता कुराहरू गर्दै। त्यसैले खास कुरो के हो त, ठुलो नितम्ब भएको महिलासँग सम्भोग गर्दाखेरि चाहिँ के मजा आउँछ त अथवा यो झुटो? आजको भिडियो यही विषयमा छ। भिडियोलाई पुरै हेरेर साथ दिनु होला। म ममता आर्याल लैले, यो कामुक लेखक लैले युट्युब च्यानलबाट चाहिँ सबै भिडियोहरू काम जिज्ञासुका मात्रै आउँछन्। काम जिज्ञासुका भिडियो हेर्न मन लाग्छ भने यो च्यानल हेर्नु होला। कसैलाई जोर जबरजस्ती जस्तै छैन। हेर्न मन लागे हेर्नु होला, मन नलागे नहेर्नु होला। कसैलाई बाध्यता पारिन्न हामीले। अनि मनमा केही जिज्ञासा छन् भने कमेन्टमा छोड्नु होला। मैले ढिलो भए पनि भेटाएसम्म भिडियो बनाएर लिएर आउँछु। कहिलेकाहीँ कमेन्ट देखिन्न, त्यसैले गर्दाखेरि चाहिँ भिडियो लिएर आएकी हुँदिनँ। अनि यो च्यानलको लागि भिडियो मैले कहिलेकाहीँ कोठामा बसेर बनाउँछु, कहिलेकाहीँ यतापट्टि साइडमा आएर बनाउँछु। ममता लैले भ्लग च्यानल हेर्नुभयो भने चाहिँ वातावरण कस्तो छ भन्ने कुराहरू बुझ्नुहुन्छ। त्यसैले मैले यस्तो ठाउँमा आएर भिडियो बनाएकी हुन्छु, यो टनल साइडतिर। घरमा भिडियो बनाउँदाखेरि चाहिँ बाटोमा रोडको काम भइरहेको, डोजरले ढुङ्गा फुटालेको त्यो आवाज ट्याङ ट्याङ आइराखेर भिडियो बनाउन मिल्दैन। अनि मेरो यो दाँतको समस्या थाहा छ होला तपाईँहरूलाई। त्यसैले पहिले हेरेका भिडियो धेरै पुराना भिडियोहरू हुन्। यो भिडियो चाहिँ आज के बार खै 1 हप्ता जति भयो मैले दाँत फालेको। त्यसले गर्दाखेरि चाहिँ अरू जरा पनि खलबलिया छ। यता बुद्धि बङ्गार आउँदा इलाको हुनाले यिनी नसा यता कता दुखिरहेछ। अनि बोल्दाखेरि चाहिँ दाँत ठोक्किने, अनि मेरो बोली लरबर आउने। त्यसैले कुनै शब्दहरू शुद्ध सुनिए छैन होला। लोतोतले हो कि के भन्छ नि, हो त्यस्तै टाइपको पनि सुनिन्छ होला है। त्यसैले कुरालाई मिलाएर बुझिदिनु होला। अब भिडियोको मेन कुरा गरौँ। मेन कुरा के थियो भन्दाखेरि चाहिँ कि ठुलो नितम्ब भएको महिलासँग भोग गर्दा सम्भोग गर्दाखेरि चाहिँ मजा आउँछ त भन्ने कुराहरू थियो। यस्तो चाहिँ तपाईँले कहाँ सुन्नु हो कि? यो सबै दिमागको खेल हो। कुनै महिलाको ठुलो शरीर हुन्छ, ठुला नितम्ब, ठुला स्तन हुन्छन्। कसैको ठुलो स्तन हुन्छ, सानो नितम्ब हुन्छ। कसैको नितम्ब ठुलो हुन्छ, स्तन साना हुन्छन्। तर कसैको, धेरै जसो चाहिँ अफ्रिकनहरूको हेर्नुभयो भने अफ्रिकन महिलाहरूको चाहिँ ठुलो नितम्ब, ठुलो स्तन भएको पाइन्छ। कतै नितम्बलाई, पुट्ठालाई ठुलो बनाउनका लागि कुनै एक्सर्साइज गरेको त्यस्तो पनि देख्नुभयो होला। त्यस्तो नि पाइन्छ। खास यस्तो किन गर्छन् त? यो भनेको कुनै चलचित्र फिल्महरूमा तपाईँहरूले त्यसलाई फोकस गरेर देखाइरहेको, अनि त्यो गर्दाखेरि चाहिँ यस्तो भए त राम्रो हुँदो रहेछ भनेको, अथवा त्यो बढी फोकस गरेर ती सामाजिक सञ्जालमा राख्ने, अनि यसले गर्दाखेरि चाहिँ आकर्षक भइने, अनि यसैले गर्दाखेरि चाहिँ मजा आउँछ होला भनेर भ्रम पैदा गरेको पाइन्छ। यो चाहिँ हुँदैन है। ठुलो नितम्ब हुँदैमा मजा आउने भन्ने हुँदैन। यो सबै दिमागको खेल हो। तपाईँलाई मन परेको मान्छे सानै नितम्ब छ, सानै स्तन छन्, केही छैन, माया मात्र लाग्छ भने पनि तपाईँलाई त्यो मान्छेले उत्तेजित बनाउने, चरमानन्द दिन सकेको हुन्छ। तर तपाईँलाई मन परेको मान्छे छैन भने ऊ हेर्दा पनि पुरा शरीर बढी एकदमै मासुले भरिएको छ, लचकदार छ, ऊ तपाईँ अगाडि लुगा खोलेरै आउँछ भने पनि तपाईँलाई त्यो मान्छे मन पर्दैन। मन परेको मान्छेले छोइदिए पनि तरङ्ग हुन्छ। मन नपरेको मान्छे आएर जति चाटे पनि माया लाग्दैन। खास कुरो त्यही हो। तपाईँ आफ्नो पार्टनरलाई माया गर्नुहुन्छ भने ठुलो नितम्ब चाहिन्छ, ठुल्ठुला स्तन चाहिन्छ भन्ने कुरा नराख्नुहोस्। मन परेको मान्छेको सबै कुरा प्यारो लाग्छ, जे छ त्यसैमा आफूले रमाइन्छ। त्यसैले यी कुरामा चाहिँ बढी ध्यान जाओस्। यो ठुलो नितम्ब यताउति भन्ने चाहिँ नसोच्नुहोस्। कसैलाई ठुलो नितम्ब मनपर्छ, कसैलाई ठुला स्तन मनपर्छ, त्यो फरक कुरा हो। तर त्यही नै चाहिन्छ, यस्तो नै बनाउनु पर्छ भनेर महिलाहरू पनि ती कुरातिर बढी ध्यान नदिनुहोस्, र पुरुषले पनि ती कुरालाई बढी ध्यान नदिनुहोस्। ठुलो नितम्बको के हुनसक्छ भने ठुलो स्तन, ठुलो नितम्ब, शरीर भारी हुनसक्छ। सम्भोग गर्दाखेरि त्यति धेरै ठुलो पनि मजा नआउन सक्छ। ठुलो नितम्ब छ भने अनि काउगाल पोजिसनमा सेक्स गर्दाखेरि चाहिँ पेनिस बाङ्गिने अथवा नसा खुम्चिने यताउति समस्या पनि हुनसक्छ। धेरै भारी भएको हुनाले अथवा कुनै पोजिसनहरू गर्ने नमिल्न सक्ने अवस्था नै हुनसक्छ। त्यसैले ठुलो नितम्ब
ठुला स्तन हुँदैमा मजा आउँछ भन्ने कुरा चाहिँ भ्रम हो भनेर यो भिडियोबाट जानकारी दिन चाहिँ तपाईँलाई चाहिँ के लाग्छ कमेन्टमा लेखिदिनु होला। दाँतले गर्दा यो जतिचोटि बोल्न खोज्छु यो ठोकिरहेछ, यस्तो झनन्न दिमाग गइरहेछ। त्यही भएर केही समय भिडियो पनि आउने नआउने भएछन्। पुराना भिडियोहरू पनि हेर्नु होला, साथ सपोर्ट दिनु होला भन्दै बिदा हुन्छु। नमस्ते।